नमस्कार, गुड मर्निङ टु माई युट्युब फ्यामिली। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु र व्यस्त हुनुहुन्छ होला र हजुरहरूको मायाको कारणले गर्दाखेरि म पनि स्वस्थ छु आजसम्म। पहिलेदेखि नै थोरै थोरै मैले भिडियोहरू त हालिरहेको थिएँ। आजभोलि चाहिँ थोरै व्यस्तताको कारणले गर्दा धेरै पछि आज आएको छु। हजुरहरूलाई क्याप्सनबाट टाइटलबाट नै थाहा भइसक्यो कि आज के को बारेमा भिडियो छ भनेर। हेरेर साथ दिनु होला र ढिला नगरिकन आजको भिडियोलाई चाहिँ अगाडि बढाइहालौँ है त। यति छिटो त म कहाँ उठेर साथीहरू, मेरो बेबीले उठाइहाल्छ मलाई। फेरि उसले उठाएको टाइममा उठेन भने झन् धेरै हल्ला गर्छ क्या, त्यही भएर उठ्ने, उठ्दाखेरि कपडा सपडा फेरिदिने। अनि बिहान चाहिँ ऊ धेरै गफ गर्न खोज्छ, हुँ गर्न थाल्छ। अनि त्यसपछि मसँग गफ गर्न व्यस्त हुन्छु, कति धेरै व्यस्त कुरा गर्छु मसँग। उसले पनि रमाउँदै कुरा गर्छ, हुँ गर्न थाल्छ। अनि कुरा गर्दा गर्दा उसलाई फेरि भोक लाग्छ। भोक लागेपछि अनि फेरि उसले भोक लागेको सिम्बल देखाउन थाल्छ, रुने यताउता गर्न थाल्छ। अनि बल्ल उसको लागि मैले खुवाउन चाहिँ सुरु गर्छु। योभन्दा अगाडि पनि 2-3 चोटि त अलरेडी उठिसकेकै हुन्छु म। मान्छे मुख पनि धोइसकेँ र यहाँ पकाउँदैछु गाईको दुध। र म चाहिँ बिहानमा प्रायः जसो तातो पानी नै खान्छु। यहाँ रहेको छ तातो पानी, अन्डाको माथि राखिदिने। अन्डाको माथि राखिदिँदाखेरि अन्डा पनि पाक्छ, पानी पनि पाक्छ। उम्लिएको पानीलाई चाहिँ म पिउँछु बिहानमा। यतिखेरसम्म चाहिँ मैले खाजा खाइसकेँ। मेरो बेबी चाहिँ सुतिरहेको थियो, त्यही मौका मिलाएर म चाहिँ अब पकाउन सुरु गर्नु पर्यो भनेर पकाउनतिर फर्स्टमा चाहिँ दाल पकाउनु पर्यो भनेर दालको लागि आवश्यक सब सामग्रीहरू तयारी गरेँ। दाल मात्र होइन, मैले खाना तरकारी पकाउनै बाँकी थियो नि त, त्यही भएर टाइम चाहिँ मैले म्यानेज गर्नुपर्ने थियो। के करेला हो, यसलाई ढडाएपछि चाहिँ यस्तो हुन्छ। अहिले मेरो बेबी चाहिँ सुतिरहेछ, यही बेलामा चाहिँ पकाइहाल्नु पर्यो भनेर मैले चाहिँ तरकारी पकाउन सुरु गरिसकेँ। उता दाल पाक्दै थियो भने यता मेरो तरकारी पाकिसक्यो। यतिखेर मलाई मेरो बेबीले बोलाइसक्यो कि मैले चाहिँ उहाँको लागि चिया बसाल्दै अब चाहिँ उता जानेछु सखरको चिया। आई के गरे? आई गरे हो? आची गरेको? आची गरेको हो? ल ल ल ल ल खै कति धेरै आछ्यु छ नि त मामुको हात त। बुबु हो खाने हो? के खाने हो? के खाने हो? बेबीले चाहिँ सुसु गरेको रहेछ, कपडा चेन्ज गरिदिएँ उसलाई अनि खुवाएँ। त्यसपछि मैले उसलाई सुताएँ, तर ऊ सुतेको थिएन, खेल्दै थियो। खेल्दा खेल्दै ऊ चाहिँ निदाउँछ क्या, त्यही भएर ढुक्क भएर आएँ। सुत्न त ऊ सुतेको थिएन, तर पनि सुत्छ भने ढुक्क थियो, त्यही भएर म चाहिँ यता आएर दुध खाएँ। यति खाइसकेपछि चाहिँ बिहानको मेरो ब्रेकफास्ट सकिन्छ। बेसनमा रहेको सबै भाँडाकुँडा माझेर खाना बसालेर अब मेरो काम सुरु भयो सरसफाइको। किचनमा चाहिँ खासै काम देखिनँ कि, गर्दै गएपछि यता पनि काम छ जस्तो लाग्छ अनि यता पनि काम छ जस्तो गर्दाखेरि अनि कामै भ्याउन अलिक मुस्किल हुन्छ कहिलेकाहीँ त। अनि बिहान गएको पत्तै हुँदैन। भन्छन् नि मान्छेहरू किचनमा के हुन्छ र काम, तर गर्दै गयो कति हुन्छ भ्याइन्न, बिहानभरि लागिहाल्छ। बिहान यतै बित्छ। अझै यो काम गर्दै गर्दा मेरो ध्यान चाहिँ लुगापट्टि गइसकेको। बेबीले आची गरेको कपडा यति धेरै भइसकेको हुन्छ अनि बाँकी अरू कपडाहरू पनि टन्नै हुन्छ। कहिले धुनु अनि कहिले रेस्ट गरौँ जस्तो, टाइममै धोयो भने टाइममा सुक्छ भन्ने लाग्छ। अनि त्यही भएर हतार गर्छु म त। कहिलेकाहीँ अलिकति टाइम बच्यो भने नि ओहो यो गर्न पाएँ, पछाडि बस्न पाइन्छ भन्ने लाग्छ। घाममा बस्न पाइन्छ नि त, जाडो महिना यस्तो आनन्द लाग्छ। घाम यस्तो मजाको घाम लाग्छ कि फेरि यहाँ हेर्नुहोस् न, वातावरण कति राम्रो छ, क्लियर। गर्दै खाना खाने बेला नि भइसक्छ अनि खानाको लागि हामी बस्छौँ। खाना खाएर भ्याउने बित्तिकै चाहिँ मैले कपडाहरू धोइसकेपछि चाहिँ घाममा बस्न गएँ। बेबीलाई पनि लगेर घाममा उसलाई तेल लगाइदिएँ। यहाँ चाहिँ न्यानो घाम लाग्छ अनि छिमेकी दिदीहरू पनि आउनुहुन्छ।
यहाँ लगेपछि चाहिँ मेरो बेबी पनि आनन्द मान्छ। तेल लगाइदियो त्यसपछि ऊ सुतिरहन्छ। म मात्र हुँदिनँ, साथी हुन्छ मलाई जहिले पनि। तर आज चाहिँ म एक्लै छु, बुवा आमा पनि उता मेला लागेको छ, मेलामा जानुभएको छ। अनि दिदीहरू पनि जानुभएको कारणले गर्दाखेरि एक्लै छु। कारणले गर्दाखेरि म चाहिँ टाउकोमा त भने नुहाउँछु भनेर नुहाइहालेँ। नुहाएर लुगा पनि अघि नै धोइसकेँ। धोएर पछि अब चाहिँ खाजा नास्ताको रूपमा थोरै औषधि र 1 गिलास दुध। कस्तो ज्ञानी मान्छे नुन्छ त, अचम्म छ। तिमी ज्ञानी होइन र? तिमी त ज्ञानी हो नि त सानो, ज्ञानी हो। के भयो? कसले? मेरो छानुलाई कसले? बाहिरबाट उसले ल्याएर चाहिँ खुवाएपछि ऊ एकछिनमा सुत्छ। अलि झगडा चाहिँ गर्छ, बाहिर जस्तो आनन्दले बस्छ। तुलनात्मक रूपमा अलिक चिसो नै हुन्छ नि त भित्र, त्यो भएर नि उसलाई अलिकति झगडा गर्छ उसले, अनि सुत्छ। अब म लागेँ खाजा बनाउनतिर। खासमा बाहिरको जङ्क फुड त खान नहुने, तर मलाई टाइम बचाउनु थियो, त्यही भएर फास्ट पनि हुने भएर मैले चाहिँ यो पकाएर खाने निर्णय गरेँ। यतिखेरसम्म चाहिँ धोएको लुगाहरू सबै सुकिसकेको थियो। घाम त लागिरहेकै थियो। यतिखेर घाम लाग्दा लाग्दै टिप्यो भने चाहिँ कपडाहरू तात्दै बस्छ भनेर मैले घाम लाग्दा लाग्दै टिपेर ल्याएर पट्टाउन थालेँ। कपडा चाहिँ यति हुन्छ कि बिहान एकलट धोएपछि दिउँसो पनि फेरि 2-3 चोटि धुन नि पर्ने हुनसक्छ। म चाहिँ कपडा टिपेर ल्याइसकेपछि यसरी पट्टाएर राख्छु। यसरी पट्टाएर राख्दा चाहिँ राति आफैलाई सजिलो हुन्छ। उसले सुसु गर्ने बित्तिकै टिपेर लगाइदिन हाल्न सजिलो हुन्छ नि त, त्यही भएर यसरी मिलाएर राख्ने गरेको छु। फेरि ऊ उठ्छ, उठिसकेपछि मैले चाहिँ यताउता गरेर बोलाउँदैछु उसलाई। यसरी बोकेर हल्लाउँदा घुमाउँदा मात्र पनि ऊ सुत्छ। कहिलेकाहीँ चिसोको कारणले ऊ सुत्न सक्दैन राम्रोसँग, त्यही भएर खाना चाहिँ पर्दैन उसलाई, तर यसरी हल्लाइदिएपछि पुग्छ। अब चाहिँ बेलुकाको लागि खाना बनाउन जाँदैछु। खाना चाहिँ यता पाक्दैछ, तरकारी पनि रेडी भइसक्यो, अब सुरु हुन्छ। खाना खाइसकेपछि चाहिँ फेरि उसलाई तेल लगाएर मसाज गरिदिने एकछिन। तेल लगाएर भइसकेपछि उसलाई खुवाउने र ऊ पनि सुत्छ, म पनि सुत्छु। त्यसपछि अब सुरु हुन्छ रातिको अलार्म बज्न। रातको यस्तो मध्यराति उठाउँछ कि, अनि फेरि त्यही काम मेरो दोहोरिन थाल्छ। कपडा चेन्ज गराउने, खुवाउने अनि सुताउने। कहिलेकाहीँ त कस्तो हुन्छ भने म झुलिरहेको नै हुन्छु कि, मध्य निन्द्रा परिरहेको हुन्छ, फेरि उठ्नै परिहाल्यो, रुन थाल्छ। दिनरात यही काम, अनि त्यसपछि निन्द्रा उता, एकातिर अरू कुराहरू सोच आउने। त्यही कारण होला कतिपय मान्छेहरू डिप्रेसनमा पुगेको आफ्टर डेलिभरी पछि। कहिलेकाहीँ त यस्तो झगडा गर्छ, सायद जाडोले या अरू केही कारण। यदि मेरो भिडियो चाहिँ न्यू ममहरूले हेर्दै हुनुहुन्छ भने चाहिँ आफ्टर डेलिभरी पछि चाहिँ यति कुराको चाहिँ अगाडि मेन्टली प्रिपेरेसन चाहिँ गर्नुपर्ने भएको छ है। र यति मात्र नभएर आफ्नो पनि एकदमै केयर गर्नुपर्ने छ। यो जाडो मौसम छ, जाडो महिनामा चाहिँ अलि धेरै गाह्रो हुन्छ बेबीलाई पनि अनि आमालाई पनि। चिसोले छुने बित्तिकै रुगाखोकी त नर्मल्ली लागि नै हाल्छ। आमालाई जिउ दुख्ने म्याक्सिमम प्रब्लम आउँछ। कपडा पनि छिट्टै धुनु हुँदैन, चिसो पानीले गर्दा असर हुँदो रहेछ धेरै नै। सकभर झोलिलो तातो कुराहरू खानु नै बेटर हुन्छ यो बेलामा चाहिँ। मैले चाहिँ केही मेरो एक्सपिरियन्स अनुसार चाहिँ हजुरहरूलाई सेयर गरिरहेको छु। यस्तै गरेर चाहिँ मेरो एक दिन बितेको छ र अरू दिनहरू पनि यस्तै गरेर बित्दै गइरहेको छ। थ्याङ्क यू एभ्रिवान एन्ड बाई बाई।